मित्रहरू आज बिहानै यो बराक क्षेत्र नगरपालिका 7 पिपलगाछी यो हाम्रो घरमा एकजना दाजु पहाडको यो अम्लिसो कुचो बेच्दै आउनुभएको रहेछ। यो अम्लिसो कुचो मैले देखेपछि मलाई पनि साह्रो राम्रो लाग्यो र मलाई पनि किनौँ जस्तो लाग्यो र दाजुलाई यसो हेर्दाखेरि दाजुसँग पनि यसो कुराकानी गर्न मन लाग्यो। दाजु नमस्कार। नमस्कार दाजु कहाँबाट आउनुभयो तपाईँ? ए अनि यहाँ कसरी यहाँ हाम्रो घरमा आइपुग्नु भयो त? अनि यो कुचोबाट कुचो बिक्री गर्दाखेरि कति फाइदा हुन्छ तपाईँलाई? हुन्छ वर्षमा 50-60 हजार हुन्छ। यसो कापी कलम यसो हुन्छ घर व्यवहार टार्नु सामान्य। ए अनि दाजु नाम के पो पर्यो तपाईँको? मेरो नाम भनेको मेरो ठेगाना जिल्ला उदयपुर बेलाका नगरपालिका वार्ड नम्बर 7 महिना हो। मेरो नाम चाहिँ लेखबहादुर राई हो। हजुर, अनि यो कुचो बेचेको कति वर्ष भइसक्यो तपाईँले? यो भयो 5-10 वर्ष। अलिअलि कल्लामा पाखामा रोपिन्छ, यसो सामान्य हुन्छ। यसो वर्षमा 50-60 हजार हुन्छ। छोराछोरीले पढाउने, अलिअलि यसो नुन तेल खाने हुन्छ। ए अनि परिवारमा चाहिँ को हुनुहुन्छ? कतिजना छोरा कतिजना छोरीहरू? परिवारहरू मेरो 6 भाइ छोरा 3 बहिनी छोरी छ। जेठा बुहारीहरू नातिहरू काठमाडौँतिरै, कान्छी पूर्व धारानतिरै, मैले सिन्धुली, जेठी रामपुरमा बिहा गर्नुभएको छ। अनि सासानो भाइहरू 4 जना छन्। जोगडी 9मा पढ्दैछ। माइला छोरा चाहिँ पढाइ छोडेर अहिले निर्वाचन प्रहरीमा गाईघाटतिरै हुनुहुन्छ। ए श्रीमतीहरू घरमै बाख्रा पालन, गाईहरू। ल त हस् दाजुलाई ल धन्यवाद। हजुरको घरमा आइपुग्यो। हजुर नगरपालिका अब भ्रमण गर्दा मलाई खुसी लाग्यो। यस्तै कहिले कहिले व्यापार गर्नु मेरो जुन सामान्य कहिले गरेको छु। त्यतिको समय ए ल त दाजु तपाईँ आइपुग्नु भयो। म पनि तपाईँको एउटा कुचो लिएर तपाईँलाई सहयोग गर्ने म एकदम धन्यवाद आतुर छु। ल दाजु, ल दाजुलाई धन्यवाद। ल दाजु, हाम्रो किराँतीहरू धेरै अगाडि भएको देख्दाखेरि मलाई खुसी लाग्यो। हजुर पनि एउटा समाजसेवा त हुँदै थियो। हाम्रो किराँतीहरू हर्का साङपाङको दाजु हामी कम्प्लिट छैन। हजुर 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 होइन, हर्का साङपाङ त एकदम राष्ट्रको लागि नै देशको लागि नै एकदम चाहिने व्यक्ति हो होइन। सबैले सपोर्ट गर्नुपर्छ। हजुर हजुर उहाँ जित्नु भयो, माननीय हुनुभयो, धन्यवाद। मुरी ए हाम्रोमा चाहिँ राजा छिन्नु उठाएको थियौँ, हार्नु भने विचार। हजुर राजनीति हो, मान्नु पर्यो। हुन्छ दाजु, अब यो भिडियो हर्का सरले पनि हेर्नुहुन्छ।